नमस्कार नमस्कार सबैमा फेरि पनि लखै अहिले भने लगभग 12 बजेको छ। 11:55 गएको अवस्था छ दुबईमा। आज मङ्गलबार 24 मार्चको दिन। यहाँ एकदमै अहिले सिलिकन ओसिसतिरबाट म बोल्दैछु, ल हेर्न सक्नुहुन्छ। कालो बादल मन्डराएको छ, एकदमै कालो निस्लोट भन्छ कि के भन्छ, एकदमै है खतरा खतरा भनौँ, अर्थात् अत्यन्त वाल तरिकाले पानी पर्छ कि भन्ने यस्तो स्थिति देखाएको छ यहाँको मौसमले। हेरौँ के कस्तो हुन्छ। हुन त अब मौसम विभागले बताइसकेको छ कि 22 तारिकबाट 26 तारिक तक थन्डर स्ट्रोम होइन, बिजुली बादल गर्जनको साथमा चाहिँ पानी पर्ने सम्भावना परिरहेको छ। हिजो राम्रै पानी पऱ्यो, 5-7 घन्टा कन्टिन्यू। आज पनि लगभग हल्का फुल्का नजर देखाइरहेको अवस्था छ, हेर्न सक्नुहुन्छ गाइस। सिलिकन ओसिसबाट म चाहिँ मैदानतर्फ जाँदै गरिरहेको छु, ल हेर्न सक्नुहुन्छ। यसरी पानी परिरहनु पर्ने अन्त साँच्चै युरोप जस्तो अर्थात् नेपाल इन्डिया जस्तै हुन्छ कि यहाँ पनि है भन्छु मैले त। के लाग्छ हजुरहरूलाई? गर्मी पनि भवाली हुन्छ हुन ल, तर यस्तै पानी पनि पर्दै रह्यो भने भोलिको दिनमा हराभरा हुन सक्ने सम्भावना यहाँको पहाडहरू। ल हेर्नुहोस् त, ठ्याक्क मेरो टाउको माथिको भागमा चाहिँ कालो बादल मन्डराएको छ है। ओहो, देख्दै खतरनाक देखिया छ क्या। हल्का पानीका छिटाहरू पनि खसिसकेको अवस्था छ। बुर्ज खलिफा देख्न सकिन्छ, ट्याक्क घना घोर कालो बादल मुनि खम्बा चाहिँ अडिएको देख्न सकिन्छ।
मात्रामा परेको देखियो बादलको घनचक्कर है। तर यता बर्दुई साइडतिर भनौँ यता सारजातिर बर्दुई अर्थात् त्यो एरियामा अत्यन्त कालो बादल मटाएको छ अनि यता लगभग यताको भूभागतिर अलिक कम देखियो। हेरौँ के कस्तो हुन्छ आजको मौसम।